आज चाहिँ बल्ल काठमाडौँबाट आएपछि यहाँ घाँस झार्दैछ त्यहाँ माथि केही छ विचारहरू हिजो नि काटे मैले आजै काटेको देख्दैछु अनि हिजो पनि काटेरै काट्न चाहिँ हिजो पनि काटे भन्ने भनेको क्या सब झार्ने हो के घाँस झारेपछि त्यो राख्नै हुँदैन झारेपछि सब काट्ने हो नि ठ्याक्कै म 1 वर्षपछि आएको छु है